हेलो साथीहरु, हामी तीनजना चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि सपिङमा। यो इयर चाहिँ हाम्रो मालदाईले फ्यामिली क्याम्पिङ भनौँ या फ्यामिली गेट टुगेदर भनौँ न, धेरै भएको थियो। सबैजना अर्कै स्टेटमा बस्ने भएको कारणले गर्दाखेरि भेटघाट हुन धेरै नै गाह्रो पर्छ। सो त्यो भएर यो पालि चाहिँ मालदाईले अगाडिदेखि नै प्लान गरेर सबजना छुट्टी भएर सबै फ्यामिली भेला भएको थियौँ मिजोरीको ब्ल्याक रिभरमा हामी क्याम्पिङ गएको थियौँ। एकदम रमाइलो भएको थियो। त्यहीँ जानको लागि हामी तीनजना चाहिँ सपिङमा गइरहेछौँ। उहाँ गाडी कुदाउने दिदी चाहिँ मेरो जेठानी दिदी, माइली जेठानी दिदी। यहाँ म चाहिँ आफ्नै तालमा छु। यसरी रमाइलो गर्दै गर्दै हामी क्याम्पिङ पुग्यौँ क्याबिनसम्म। मिजोरीदेखि त्यो हामी जाने ठाउँ चाहिँ अलमोस्ट 2 आवरको थियो र हामी चाहिँ यहाँ सबैलाई आफ्नो धन्दा छ। हामी 4 जनालाई चाहिँ हरियो सागपातको खोजीमा थियौँ। हामी चाहिँ हाम्रो माइली भाउजू हुनुहुन्छ, उहाँ चाहिँ हामी 4 जना जरिङ्गो अरे कुकुर डाइनो अरे के हो म त नाम पनि थाहा थिएन त्यति मजाले। त्यसको खोजीमा छौँ। फ्रिजभरि मासु बोकेर फ्रिजभरि मासु छ, तर पनि हामीलाई हरियो सागपात नै खानु पर्यो। यसरी नै रमाइलो भएको थियो। के भन्ने हाम्रो समय दसमो हर महिनाको काम है, हाम्रो जुगको पानी रङ्गो, हाम्रो समय साँच्चै रमाइलो। हे हाम्रो जुगको पानी रङ्गो, हाम्रो समय साँच्चै रमाइलो। यहाँ चाहिँ मैले मैया जुका भनेर तर्साइदिएको थिएँ। मैया डराएर हतारपत्र आफ्नो खुट्टा हेरिराख्नु भएको थियो। अनि यता कान्छो बुहारी, यता माइली, यता जेठी। ओखो कति रमाइलो। ओखो यता माइली बुहारी किचनमा। ओखो कति रमाइलो। उहाँ बोल्ने दिदी चाहिँ मेरो आमाजी दिदी हुनुहुन्छ, सावित्रा उप्रेती बर्तौला। दिदीले सबजनाको भिडियोले यहाँ इन्जोय, बुढाबुढीहरू पनि सबैजना पुष्पा कस्तो भइरहेछ फ्यामिली क्याम्पिङ कान्छो? यता
कोही गाडीबाट सामान निकाल्ने, कोही पकाउने, कोही के गर्ने, कोही के गर्ने। लास्टमा आएको चाहिँ आएन होइन, जङ्गलमा भाउजू साग केलाई स्या हो। यस्तै रमाइलो गर्दा गर्दै हाम्रो चाहिँ यहाँ खानेकुरा नि पाक्दैछ। उहाँ खाना बनाउने चाहिँ हाम्रो बुबा हुनुहुन्छ स्पेसल। सबजनाले यहाँ बनाइराख्नु भएको छ, इन्जोय गरिराख्नु भएको छ। जे होस् रमाइलो भएको थियो। उहाँलाई चाहिँ जहाँ गए पनि भाँडा माझ्न एकदम रमाइलो लाग्छ। भाँडा माझिराख्नु भएको छ। मक्ख परेर खुसी हुँदै भाँडा माझिराख्नु भएको छ। यसरी नै बुढाबुढीले पनि एकदम इन्जोय गरिरहेको थिए सबैजनाले। बेलुका चाहिँ हामीले यसरी डान्सहरू गरेको थियौँ आगो बालेर। एकदम रमाइलो भएको थियो। सबजना यहाँ आफ्नो कला देखाइराख्नु भएको छ। मैले पनि मेरो कला देखाएँ। मलाई नाच्न नआए पनि म भिडियो गरिदिँदै थिएँ। एकदम रमाइलो भएको थियो। हाम्रो 3 दिनको बसाइ 2 दिनको बसाइ थियो जम्मा। हामी शुक्रबार पुगेको थियौँ, शनिबार आइतबार फर्किने थियो। गएको दिन हाम्रो यसरी नै बित्यो। यो बेलुकाको समय थियो। भोलिपल्ट चाहिँ हामी रिभर साइड जाने प्लान थियो हाम्रो। हामी गयौँ पनि एकदम रमाइलो भएको थियो भोलिपल्ट पनि। अब आइतबार चाहिँ फर्किनु पर्ने थियो। आफ्टर लङ टाइमपछि होइन जेठानी देउरानीको भेटघाट हो। कति रमाइलो खोलाको बगारमा 2 घन्टा आदि ड्राइभ गरेर आएको होइन। यता फेरि काइलीबरीको आमा पनि यता ढल्क ढल्किनु भएको छ। मेरो माथि हो इच्छुक ऊ सबैजना कुनै फोटो खिच्ने, कुनै भिडियो बनाउने। लास्ट टाइममा चाहिँ मै मिसिङ भइरहेको छु होइन। केही छैन इच्छुकै यस्तै हो फिल्ममा होइन। क्यामेरा कसरी गर्ने मलाई थाहा छैन। एकदम रमाइलो फ्यामिली क्याम्पिङ। हजुर भन्नुहोस्। उहाँ नाच्ने चाहिँ मेरो सासु आमा हुनुहुन्छ। एकदम आमा पनि इन्जोय गरिराख्नु भएको थियो। उहाँ माछा मार्ने मेरो माइली जेठानी दिदी माछासँग गफ गर्दै माछा मारिराख्नु भएको थियो। उहाँ झन् घुमाइहाली भएन, तेरो फिजाइ भएन, म भागिसकेँ। मलाई अर्कोचोटि ट्राई गर भनौँ। भोलिपल्टको रमाइलो थियो यो। दिदी भाइ एकदम खोलामा डान्स गरेर सबैजना हामीलाई हेरेको बनाइराख्नु भएको थियो। एकदम रमाइलो भएको थियो यो पालिको गेट टुगेदर फ्यामिलीसँग। हामी बसेको क्याबिनदेखि 5 मिनट पर थियो खोला चाहिँ। यसरी हामीले खोलामा नुहाएर सबै गाडीमाथि लुगा सुकाएर एकदम रिमेम्बर भयो के यो टाइम चाहिँ। एकदम रमाइलो भयो।
अनि लास्टमा हामीले खोलातिरै मासु पोलेर खायौँ। उहाँ मासु पोल्ने चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ। छेउमा बस्ने दाजु काइला दाजुभाइ हुन्। यसै गरेर हाम्रो यो वर्षको फ्यामिली गेट टुगेदर चाहिँ एकदम रमाइलोको साथ बित्यो। आई होप नेक्स्ट इयर पनि यस्तै गर्न पाइयोस्, यसरी नै रमाइलो होस्, रमाइलो गर्न पाइयोस् सबै फ्यामिलीहरू भेला भएर। बाई, थ्याङ्क यू फर वाचिङ।